त्यहाँबाट क्यापिटल रेज गरेर अर्को बाइ टु लेट किन्ने हो भने चाहिँ लेट टु बाई भनेको चाहिँ तपाईँ आफै बसिरहेको प्रपर्टी अर प्रिभियसली तपाईँ कहिले त्यो प्रपर्टीमा बस्नुभएको थियो होइन। नर्मली मान्छेहरूले घर किन्दाखेरि चाहिँ तपाईँको अब जस्तो दोस्रो घर किन्न खोज्यो भने नमस्ते, म अमर श्रेष्ठ किङ्सगेट फाइनेन्सबाट। हामी चाहिँ अहिले एउटा सानो क्युएनए सेसन गर्न खोज्दैछौँ र हामीसँग हुनुहुन्छ सुदीपजी, who has a lot of experience, more than 5 years by the way. Sudeepji, we have a question from client, which is normally सबैको क्वेसन हुनसक्छ यो चाहिँ होइन। अब यसमा तपाईँसँग मैले धेरै फोनमा पनि कुरा गरेको छु यसको बारेमा होइन, तपाईँले एकदम हेल्प पनि गर्नुभएको छ। सो द क्वेसन इज I currently own a property and would like to raise the capital. अनि यसको दोस्रो क्वेसन चाहिँ उसले they want to buy a property भनेर भनिरहेको छ कि न्यू property. So simple thing is what is the process and how long it will take? अब यसमा हेर्दाखेरि चाहिँ होइन तपाईँको यो क्वेसन रेज गरेको चाहिँ अलिकति भेग भयो होइन, किनकि अब यसमा चाहिँ हामीले पहिला फर्स्ट अफ अल चाहिँ अब क्लाइन्टसँग टच बसेर होइन फ्याक्ट फाइन्ड गर्नुपर्छ होइन। अब फ्याक्ट फाइन्ड गर्दाखेरि अब हामीले अब केस सिनारियो हेर्दाखेरि यदि उसले अब हुन्छ नि आफ्नो करेन्ट रेजिडेन्सियल मोर्गेज होइन त्यहाँबाट क्यापिटल रेज गरेर अर्को बाइ टु लेट किन्ने हो भने चाहिँ त्यसमा चाहिँ अब उसको पहिला अफोर्डेबिलिटी हेर्नु पऱ्यो, उनीहरूको इन्कमले कतिसम्म भ्याउनु छ। नर्मल स्ट्यान्डर्डमा अब तपाईँको इन्कम टाइम्स 4.5 हुन्छ होइन, त्यतिमा अब तपाईँको इनफ इक्विटी छ घरमा भनेपछि चाहिँ जति अब के अरे ओभर हुन्छ त्यो चाहिँ तपाईँले निकाल्न मिल्यो अनि तपाईँले अर्को बाइ टु लेट किन्न मिल्यो होइन। अब तपाईँ अहिले बसिरहेकोमा त्यसलाई चाहिँ बरु लेट टु बाई गरेर अब के अरे तपाईँले अब अहिले बसिरहेको चाहिँ भाडामा दिने अनि त्यसलाई चाहिँ बरु के अरे क्यापिटल रेज गरेर त्यो पैसा चाहिँ तपाईँले अर्को नयाँ अनवर्ड रेजिडेन्सियल नयाँ तपाईँले किन्न चाहनुहुन्छ भने चाहिँ लेट टु बाईमा चाहिँ फेरि के हुन्छ भने तपाईँको आफ्नो अफोर्डेबिलिटी होइन तपाईँको रेन्ट कति आउँछ त्यसमा भर पर्छ। अनि त्यसमा एज लङ एज इज अफोर्डेबल अनि घरमा अगेन इनफ इक्विटी छ भने जति क्यापिटल रेज गर्न पायो तपाईँले त्यो चाहिँ तपाईँको नयाँ घरको लागि डिपोजिट युज गर्न पाइयो क्या। लभली, यही कुराको एक्सपेक्ट गरिरहेको थियौँ है। हजुर, मैले सुरुमा यो सेक्टरमा आउँदाखेरि म एकदम कन्फ्युज भएको थिएँ होइन। विथ योर एक्सपिरियन्स होइन सिम्पल टर्ममा लेट टु बाई र बाई टु लेटको अलिकति क्लियर गरिदिनु भने एकदम बेटर हुन्छ सबैलाई बुझ्नमा। सो तपाईँको अब बाइ टु लेट भनेको त अब के अरे तपाईँले अब के अरे एउटा रेन्टल पर्पजको लागि घर किन्ने हो होइन। अब घर किन्यो, अब रेन्ट कति आउँछ त्यसको आधारमा तपाईँले लोन पाउँछ त्यो घरबाट अनि त्यहाँदेखि त्यो चाहिँ तपाईँको इन्भेस्टमेन्ट प्रपर्टी भइहाल्यो। लेट टु बाई भनेको चाहिँ तपाईँ आफै बसिरहेको प्रपर्टी अर प्रिभियसली तपाईँ कहिले त्यो प्रपर्टीमा बस्नुभएको थियो होइन अनि अहिले चाहिँ त्यो प्रपर्टीलाई रेन्टमा राख्ने अनि आफू चाहिँ मुभ आउट भएर आइदर अब फ्यामिली फ्रेन्ड्ससँग मुभ इन हुने कि तपाईँले अब नयाँ घर किन्नुहुन्छ भने त्यसलाई चाहिँ लेट टु बाई भन्छ। ओके, थ्याङ्क यू भेरी मच। अनि अर्को सिम्पली एउटा सानो टर्म पनि जोड्यौँ होइन, यो लिमिटेड कम्पनी भनेर पनि त्यो आइरहेछ, यसमा पनि अलिकति क्लियर गरिदिनु भयो भने इट विल बी मोर इजी फर ऑल अफ अस होइन। अब लिमिटेड कम्पनीमा धेरै एस्पेक्ट छ है। अब फर्स्ट अफ अल अब तपाईँको लेट टु बाई गर्दाखेरि तपाईँले अब अहिले बसिरहेको घर चाहिँ बरु मेरो लिमिटेड कम्पनीमा हाल्छु, पर्सनल नाममा होइन मेरो लिमिटेड कम्पनीमा हाल्छु भन्ने नि पाइयो होइन। त्यसको लागि पनि धेरै कुराहरू छ विच अब अहिलेको यो सानो भिडियोमा चाहिँ अलिक गाह्रै हुन्छ होइन, तर अब तपाईँहरूले हामीलाई कन्ट्याक्ट गर्नुभयो भने हामीले उसको फर्दर एक्सप्लेन गरिदिन सक्छ होइन। अर्को एस्पेक्ट चाहिँ के छ भने अब लिमिटेड कम्पनी चाहिँ अब तपाईँले अहिले बसिरहेको रेजिडेन्सियल घरबाट आफ्नो इन्कम देखाएर तपाईँले क्यापिटल रेज गर्नुभयो नि हो, त्यो पैसा चाहिँ तपाईँले एज अ डाइरेक्टर लोन भनेर तपाईँले लिमिटेड कम्पनीमा हालेर त्यहाँबाट चाहिँ तपाईँले नर्मल बाइ टु लेट किन्न मिल्छ अनि तपाईँको रेन्टल इन्कम इन्भेस्टमेन्टको लागि। यो अहिले मार्केटमा सेक्सन 24 भन्छ, यसमा अलिकति क्लियर गरिदिनुहुन्छ कि अझै? हुन्छ। सो सेक्सन 24 भनेको चाहिँ अब तपाईँको के अरे करेन्टली यो 2017बाट सुरु भएको सरकारले होइन अनि 2020बाट चाहिँ के अरे 2021बाट चाहिँ इफेक्टिभ भएको धेरै जस्तो होइन। सेक्सन 24 भनेको चाहिँ तपाईँको करेन्ट के अरे फाइनेन्सियल कस्ट जुन चाहिँ अब तपाईँको मोर्गेज हुन्छ होइन, मोर्गेज पेमेन्ट्स त्यो चाहिँ तपाईँले एज अ पर्सनल ल्यान्डलोड तपाईँको पर्सनल नाममा बाइ टु लेट थियो भने त्यो चाहिँ तपाईँले डिडक्ट गर्न मिल्थ्यो फाइनेन्स कस्ट स्ट्रेट फ्रम द रेन्टल इन्कम है। वेयरएज अब सिन्स 2021देखि चाहिँ त्यो सरकारले गर्न दिए होइन। बट इफ यु ओपन अ लिमिटेड कम्पनी अनि तपाईँको प्रपर्टी चाहिँ बाइ टु लेट प्रपर्टिजहरू चाहिँ लिमिटेड कम्पनीमा छ भने चाहिँ
Section 24 चाहिँ एप्लिकेबल हुँदैन लिमिटेड कम्पनीहरूलाई Alright. whereas that just basically means तपाईँहरूले चाहिँ तपाईँको फाइनेन्सियल कस्ट whereas अब कन्टेन्टहरूको उसको फिज त्यस्तोहरू चाहिँ तपाईँले स्ट्रेट एज अ एक्सपेन्स डिडक्ट गरेर तपाईँको ट्याक्स चाहिँ लोवर गर्न पाइन्छ So then normally मान्छेहरूले घर किन्दाखेरि चाहिँ तपाईँको अब जस्तो दोस्रो घर किन्न खोज्यो भने what do you suggest? सिम्पल कि तपाईँ लिमिटेड कम्पनीमा गएर किन्नु अथवा दोस्रो घर आफ्नै नाममा किन्नु अब त्यसमा पनि धेरै अब मान्छेहरूको पर्सनल सर्कमस्टान्सेस हेरेर हुन्छ होइन बेसिक ट्याक्स पेयर्स हुनुहुन्छ भने चाहिँ इट्स बेस्ट अब पर्सनल नाममा किनेको होइन बट ह्याभिङ सेड द्याट अब उनीहरूको यसको जम्मा एउटा दुईवटा मात्र प्रपर्टी किन्ने प्लानिङ छ भने चाहिँ यस पर्सनल नाममा किनेको राम्रो नत्र त अब हायर ट्याक्स पेयरहरू छ भने चाहिँ लिमिटेड कम्पनीमा किनेको बेटर Lovely. Thank you very much, Sudhirji. It's for your time. Thank you. Okay, if you guys have like these questions, please do contact us, Kingsgate Finance. Thank you. The content in this video is provided for informational purposes only and is based on available information at the time of creation. It is neither an offer nor a solicitation, and it does not constitute financial tax or legal advice. The content does not take into account your individual financial circumstances and objectives and may not be suitable for your specific needs.